म कहिलेकाहीँ सोच्छु हामी यत्रो ठुलो युनिभर्सको कुरा गर्छौँ। त्यो युनिभर्समा कति धेरै ग्रह उपग्रहहरू छन्। त्यही ग्रहको एउटा सानो देशमा, त्यो देशको एउटा सानो सहरमा, त्यो सहरको कुनै एउटा सानो ठाउँमा, त्यो ठाउँको कुनै एउटा सानो घरमा, त्यो घरको सानो एउटा कुनामा म बसिरहेको छु र म युनिभर्सको कुरा गर्छु कि ब्रह्माण्डको कुरा गर्छु। चाहे त्यो खुसीको कुरा होस्, चाहे त्यो सक्सेसका कुरा हुन्, चाहे जे कुरा होस्, म ठुलो कुरा गर्छु कि। तर सोचौँ न है, त्यही सानो स्टेप्सले गरेर मान्छेहरू कहाँदेखि कहाँ पुगेको छ। त्यही सानो खुसीले गर्दा मान्छेहरूले सानो खुसीले गर्दा कति ठुलो खुसी बनाउँछ कि परिवारलाई, समाजलाई, आफूलाई। तर गल्ती कहाँ भइदिन्छ, हामी ठुलो कुराको कल्पना गर्दा गर्दा सानो कुराहरू मिस गरिदिन्छौँ कि। घरको सानो पल, आफूसँग भएको सानो कुराहरू, ठुलो कुराको अपेक्षामा हामीसँग भएको सानो पल, सानो समयलाई हामीले इग्नोर गरिदिन्छौँ। सो ठुलो युनिभर्सको कल्पना गर्दै जाँदा म कुनै सानो कुनामा बसेर केही कुरा सोचिरहेको छु, केही कुरा गरिरहेको छु र म गर्न सक्छु भन्ने पनि सोच्नु।